पानीको चिसो झरीमा तातो तातो हटपट खान जाउँ है त। बाटोमा हिँडिरहेकै थिए, यो पसलले एक्कासी आकर्षित गरायो। मेरो हावभाव देखेर होला कर्मचारीले पनि पहिलो पटक आउनु भएको हो भनेर सोध्नुभयो। हो भनेर जवाफ दिँदा यो पसल यस्तो हो, हामी यस्तो सर्भिस दिन्छौ भनेर कस्तो मजाले भनिदिनु भयो। देखाएका सामग्रीहरू मध्ये आफैले रोजेर हाल्ने र त्यसको तौल अनुसार पैसा लाग्ने रहेछ। सागपात लिएमा कम तौल आउँछ भने मासुको आइटम लिएमा धेरै तौल। यहाँ 100 ग्रामको 400 येन। सुप र नुडल भने फ्रीमा आफैले रोज्न पाइन्छ। मैले पिरो सुप इन्स्टेन्ट नुडल रोजेकी थिए। माथि खाली भएकोले झ्यालको नजिक बस्न रुचाए। आफूले रोजेको सामग्रीहरू सुप र नुडलसँग पकाएर सर्भ गर्नु हुँदो रहेछ। सामानहरू राखेर पानी र ससहरू लिन गए। सस पनि कतिवटा हो। स्पाइसी सस र यो माछाको अचार एकदमै मिठो लाग्यो। टेबलमा फर्किँदा हटपट बनेर आइसकेको रहेछ। यति ठुलो र यति धेरै हुन्छ होला भनेर सोचेकी थिइन। आफूले रोजेको सस अनुसार मिठो लाग्ने र नमिठो लाग्ने हुन्छ जस्तो लाग्यो। मलाई भने एकदमै मिठो लागेको थियो, विशेष गरी यो माछाको अचारसँग। खाए ल।